भन्दै त भाइ हेलो गाइस, वेलकम टु न्यू ब्लग। मेरो न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ। म चाहिँ आज घुम्न गएको छु भाइसँग। मेरो भाइ हेलो गाइस भन्दै त भाइ तपाईँले के भनेको भने मैले बुझेन, तपाईँहरूले के बुझ्नुहुन्छ गाइस। म चाहिँ भाइसँग घुम्न आएको थिएँ, यसो भाइलाई नि घुमाउँछु बेला बेलामा। अनि हामी चाहिँ घुम्न त्यो आर्मी क्याम्पको पछाडि आएको छौँ गाइस। अब हामी बिस्तारै घर जाँदैछौँ भाइ र म। पछि चाहिँ गइरहेको भाइले चाहिँ बिस्तारै गाइस तपाईँहरू मेरो भ्लग हेर्दै गर्नु होला, मलाई सपोर्ट गरिदिनु होला। मलाई खासै भ्लग बनाउन नि आउँदैन गाइस, म चाहिँ मिहिनेत गर्दैछु। अरू कसैले भन्दै थियो गाइस, ए आयो भ्लगर आयो भनेर मलाई जिस्काउँछ मेरो साथीहरूले गाइस। अब भन जे दुनियाँले जे भन्नुहोस् मलाई मतलब छैन, म चाहिँ मेरो मिहिनेत गरिरहने छु गाइस। तपाईँहरू पनि क्यामेरादेखि डराउनुहुन्छ होला, आजदेखि उठ्नुहोस्, क्यामेरादेखि नडराउनुहोस्, भिडियो बनाउन थाल्नुहोस्, मिहिनेत गर्नुहोस्। आफ्नो चाहिँ मिहिनेत गर्नुपर्छ, आफ्नो चाहिँ आफै गर्ने हो गाइस। अरू दुनियाँले जे भन्नुहोस् मतलब छैन क्या। चाहिँ मिहिनेत गर्न छोड्नु हुँदैन, मिहिनेतको फल एक दिन अवश्य पाइनेछ गाइस। हेलो गाइस, यो चाहिँ आर्मी क्याम्प। यहाँ चाहिँ बिना यो आर्मी क्याम्प हो, पुरो यो आर्मी क्याम्पको ग्राउन्ड। यो चाहिँ गौर देख्न सक्नुहुन्छ गाइस। अनि म चाहिँ भाइ र म घुम्न जान्छौँ। हामी कहाँ जाने अरे भाइ? हामी कहाँ जाने गरे? राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो, लेकिन लौंडा यहाँ नहीं रुक। आइसक्रिम खान जाने? ओके, म चाहिँ गाइस भाइलाई आइसक्रिम खुवाउन लाग्दैछु। आइसक्रिम खुवाएपछि आइसक्रिम खाने भन्छ मेरो भाइले, आइसक्रिम चाहिँ खुवाउनै पर्छ यसलाई। ल गाइस, हामी चाहिँ आइसक्रिम खान गएर छौँ भाइ र म। मोबाइलतिर हेर त भाइ, हामी चाहिँ भाइ र म आइसक्रिम खुवाउन गएको छौँ गाइस। फाइनली आइसक्रिम बसिदिनु आइज ल एउटा आइसक्रिम दिनु त। ल बस ल, अब आइसक्रिम खान न, उठ भाइरमा चाहिँ आइसक्रिम, भाइले चाहिँ आइसक्रिम खाने भनेर थियो, आइसक्रिम पनि खुवाइदिएँ गाइस। अहिले चाहिँ हामी घरतिर जाँदैछौँ गाइस। ल भाइ, आइसक्रिम कस्तो छ भन्दै त? आइसक्रिम कस्तो छ भने गाइस। यता पब्लिक धेरै छ, पब्लिक पनि ठिक छैन। हामी चाहिँ भिडियो बनाउन छोड्ने हो। भाइ त म गएर आइसक्रिम खाएर आयो। ओके न गाइस। अगाडि देख्नु सक्नुहुन्छ, अब चाहिँ खासै त यो चाहिँ अगाडि काले खोले। भाइ, मेरो भाइलाई चाहिँ आइसक्रिम किने। यता खोइ हेर्न, यो आइसक्रिम खाएको। आइसक्रिम कस्तो छ? कस्तो छ आइसक्रिम? आइसक्रिम कस्तो छ? मिठो छ? भोलि आउने फेरि खान? भोलि आउने कि नआउने? ल जाउँ गाइस। भाइ चाहिँ म अहिले आइसक्रिम खुवाउन गएको थिएँ, आइसक्रिम खाने भनेर। अब हामी चाहिँ घर जाँदैछौँ फाइनली, भाइ र म। हाम्रो घर चाहिँ उता छ गाइस, देख्न सक्नुहुन्छ। आजलाई यति नै भनौँ गाइस, अर्को भ्लगमा भेटौँ ल। बाई। हामी चाहिँ भोलि भेट्नेछौँ फेरि। आजलाई यति, बाई गाइस।